र गाइज आज चाहिँ हामी त खलाएर भाइले पनि छोडेर आयौँ। सो चाहिँ पानी एकदमै पानी पर्यो। हामी चाहिँ आज पानी पर्दाखेरि आउटेसम्म टक्क काठमाडौँमा एकदमै पानी परेछ है दमदार तरिकाले। आज चाहिँ हेलो साथीहरू, आज चाहिँ काठमाडौँमा पानी परेको अवस्था छ। विशेष गरेर देख्न सक्नुहुन्छ हामी चाहिँ त खलाएर आज सालो केटो अनि अगाडि दाई हुनुहुन्छ अगाडि कृष्णको टोपी नागेर अनि हेलो साथीहरू, आज चाहिँ काठमाडौँमा पानी परेको अवस्था छ। विशेष गरेर देख्न सक्नुहुन्छ हामी चाहिँ त बोलाएर आज सालो केटो अनि दाई हुनुहुन्छ अगाडि कृष्णको टोपी नागेर अनि हाम्रो चाहिँ भाइलाई एकदमै बिदाई कार्यक्रम है एयरपोर्टसम्मको बिदाई गरेर आइसकेको। अगाडि देख्न सक्नुहुन्छ आज चाहिँ हामी एयरपोर्टको नजिकै छौँ होइन, एकदम पानी परिराखेको छ। यहाँ चाहिँ अगाडि दाई हुनुहुन्छ। सो अनि भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ लाइक एन्ड सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। के गर्ने भिडियो कन्टिन्यू नहाल्ने ताको छैन, सबैले यस्तै छ। चस्मा लगाएर बल्ल ठिक देखियो चस्मा लगाएर बल्ल ठिक देखियो यहाँ चाहिँ के मान्छ अरे अड्लो भने कस्तो कम्प्लेन आउँथ्यो हिजोको। ल धन्यवाद छ यसको लागि। र गाइज हामी चाहिँ पछाडि भाइहरू हुनुहुन्छ अनि सानो केटो। हामी चाहिँ आज आउँदैछौँ यहाँ टक्क काठमाडौँमा एकदमै पानी परेछ है दमदार तरिकाले। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै पानी खाँदै आइएछ। ठुलो छ त पानी भरि पसिना झरेन पानी पऱ्यो